जतिखेर अमेरिका पत्तो लागेकै थिएन त्यतिखेर हाम्रो देश स्वर्णिम युगमा चलिरहेको थियो। जतिखेर दक्षिण कोरियालाई भोकमारी लागेको थियो त्यतिखेर खाद्यान्न, लत्ता, कपडा, नुन, तेल नेपालबाट पठाएका पुराना दस्तावेजहरू र हामीले इतिहास पढ्न पाउँछौँ। अहिले ती दुई राष्ट्रहरू विश्वका शक्तिशाली र धनाढ्य राष्ट्रहरूमा गनिन्छन्। मेरो देश हामी जस्ता युवाहरूलाई विदेश पलायन हुन बाध्य बनाइरहेको छ। त्यसैले सम्पूर्ण मित्रहरू र अब बन्दै गरेको यो शक्तिशाली सरकारलाई म विनम्रताका साथ अनुरोध गर्दछु, अब देशमा आर्थिक क्रान्ति हुनुपर्छ, औद्योगिक क्रान्ति हुनुपर्छ। अब देश समुन्नत हुनुपर्छ र सम्पूर्ण नेपालीहरू सकारात्मक भएर एकजुट भएर अगाडि बढ्नुपर्छ।